Hello guys, namaste. Welcome to Keki Nebari vlog. After a long time मैले चाहिँ vlog लिएर आएको छु हैन। आज चाहिँ हामी मामा घर जाँदै छौं अनि के रे आज चाहिँ चैतको 30 गते रहेको छ। सालको अन्तिम दिन नै भनौं। अब भोलि एक दिन बाँकी छ 31 गते अनि त्यसपछि सक्यो यो 2081 साल सक्यो। यही लास्ट भ्लग हुनेछ होला हैन। अनि त्यसपछि भोलिदेखि चाहिँ जात्रा सुरु हुन्छ अनि त्यही भएर चाहिँ हामी जाँदै छौं जात्राको लागि। अनि हामीले चाहिँ मालाई चाहिँ आउँदिन भनेर भनेछ। मामाहरुलाई थाहा छ हामी आउँछौं भनेर। मेरो बहिनीलाई पनि म आउँदिन भनेर भनेको छु। अनि त्यसो अब थाहा भयो कि भएन चाहिँ थाहा छैन। अब थाहा भए जस्तो लागिरहेछ त मलाई चाहिँ हैन। थाहा भयो भने नभए पनि हामी जाँदै छौं हैन। रमाइलो गर्ने छौं। त्यहाँ चाहिँ 2 गतेसम्म जात्रा हुन्छ। थिममा सिन्दुर जात्रा हुन्छ। सो म त उहाँलाई देखाउने नै छु के हुन्छ भनेर। सो अनि भोलि चाहिँ पूजा जानु पर्छ। त्यही भएर म जहिले सानो बेलादेखि गइरहेको थिएँ। त्यही भएर म अहिले पनि जान्छु। छुटाउनु त भएन। त्यसैले अब म जाँदै छु। हामी सबैजना मम्मी म भाइ अनि जाँदै छौं है त। हामी चाहिँ अघिदेखि जानु भनेको थियौं। अब यस्तो यताउति गर्दा गर्दै 3 बजिसक्यो। अनि मामाले पनि फोन गरेर एकछिन गयो हामीलाई हैन आएको छैन भनेर। अनि त्यसो मामाले चाहिँ हामी आउँदैन भनेको छ। तर पनि अब त्यहाँ गएपछि के हुन्छ थाहा छ कि छैन थाहा छैन। अब त्यहाँ गएपछि थाहा हुन्छ मामालाई थाहा छ कि छैन भनेर। त्यस्तै भन्दै अब लागौँ त साथीहरु। बाइ बाइ। त्यही घर भेटौँ ला। अनि हामी त्यहाँ मामा घर पुगिसकेपछि चाहिँ त्यहाँ चाहिँ पोखरीमा चाहिँ डान्स गराइरहेको रहेछ। टिमे डान्स हैन 31 गतेको लागि। अनि त्यहाँ त्यो ग्रीन कार्पेटको अगाडिपट्टि भएको चाहिँ मेरो बहिनी हो कुसुम हैन। अनि पनि रहेछ मलाई थाहा थिएन। अनि त्यसपछि अनि त्यही भएर हामी चाहिँ म चाहिँ त्यही हेर्न गएको थिएँ पोखरीमा। अनि यसरी टिममा डान्स गराइरहेको रहेछ। अनि 31 गते चाहिँ यो चाहिँ पुरा ड्रेस लाएर नेवारी ड्रेस लाएर डान्स गराइँदो रहेछ। त्यही प्र्याक्टिस गराइरहेको रहेछ। त्यही अब चाहिँ हामी हैन मामा पुगिसक्यौं हैन। अनि अब भोलिको लागि चाहिँ हामी यता औसीमा फुल टिप्न आएको छौं। भोलि पूजा जानुपर्छ नि त बिहानै। अनि आज टिपेर राखिराख्यो भने त भोलि सजिलो हुन्छ भनेर मारा म चाहिँ फुल टिप्न आएको छु। मात्र आउनु भनेर म पनि आइपुग्यो औसीमा फुल टिप्नलाई। सो देखाउँछु त माले यस्तो खतरा फुलहरू फलाइरहनु भएको छ नि भोलि पूजा गर्नलाई। त्यही टिप्नु पर्छ है त। माले फुलाएको फुलहरू माको मेहनत यता चाहिँ बिरुवाहरू छ। यसो फुला छैन त फुला चाहिँ सानो कसीमा फुला छ भनेर देखाउँछु है त। बाइ बाइ गाइस। नेक्स्ट भिडियो अर्को भिडियोमा भेट्ने छौं। सो यति भन्दै यो भिडियोलाई चाहिँ एन्ड गर्न चाहन्छु। सो अर्को भिडियो चाहिँ के भन्दाखेरि चाहिँ 31 गतेको रहेको छ हैन। त्यहाँ चाहिँ पूजा गर्न गएको भिडियोहरू रहेको छ। सो हेरेर माया गरिदिनु भएकोमा धेरै धन्यवाद। सो यसरी नै मलाई सपोर्ट गर्दै जानु होला भन्दै अहिलेको लागि चाहिँ बिदा लिन चाहन्छु। बाइ बाइ। सी यु नेक्स्ट भिडियो है त साथीहरु।